जान्नेलाई छान्ने र सुशासनको नीतिमा अगाडि बढेको राष्ट्रिय स्वतन्त्र पार्टी यति बेला अचम्मै भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन केन्द्रीय समिति चयनका लागि उम्मेदवारहरूलाई अनिवार्य रूपमा 64 जनालाई मतदान गर्नुपर्ने व्यवस्था गरिएको छ। यो अलि अचम्म लागेको छ, मलाई चाहिँ अहिलेसम्म देखेको थिइनँ, त्यसैले मलाई थोरै बोल्न मन लाग्यो। पार्टीले समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यसहित यस्तो व्यवस्था लागू गरेको भनेर जनाए पनि यहाँ विरोध गरिरहेका छन् राष्ट्रिय स्वतन्त्र पार्टीकै नेताहरूले। महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान गर्दा प्रतिनिधिहरूले तोकिएको सङ्ख्या अनुसार अनिवार्य रूपमा 64 जनालाई मत हाल्नुपर्नेछ। यदि तोकिएको सङ्ख्याभन्दा कम वा बढी उम्मेदवारलाई मतदान गरिएमा मतपत्र बदर हुने समेत व्यवस्था गरिएको छ। पार्टी नेतृत्वले यस व्यवस्थाले सबै समूह र क्षेत्रको सम्मान सहभागिता सुनिश्चित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। तर महाधिवेशनमा नयाँ नेतृत्व चयनप्रति प्रतिनिधिहरूको उत्साह समेत देखिएकोमा यति बेला चाहिँ उनीहरूमा निराशा छाएको छ र उनीहरू निराश भएर फर्किएका छन्। कतिले भोटै नहालेर फर्किएका छन्। झन्डै 4000 आफ्ना नेता कार्यकर्ताको व्यवस्थापन गर्न नसक्ने राष्ट्रिय स्वतन्त्र पार्टीले त्यहाँ ठुला बाउन्सर बडी बिल्डरहरू कसरी व्यवस्थापन गर्यो, त्यो अहिलेसम्म कुनै पार्टीका महाधिवेशनमा यस्ता बाउन्सर बडीगार्डहरू देखिएका थिएनन्।